सबैलाई नमस्कार। मानव कल्याण समाज भक्तपुरले मानवका लागि नाना खाना र छानाको व्यवस्था गर्ने उद्देश्यले भोलि 21 गतेदेखि आयोजना हुने महायज्ञको सम्पूर्ण तयारी पूरा गरेको सन्दर्भमा आज 20 गते आयोजना गर्न लागेको आयोजना भइरहेको पत्रकार सम्मेलनमा सहभागी हुनुहुने सम्पूर्ण पत्रकार मित्रहरूलाई हृदयदेखि नै कार्यक्रममा स्वागत गर्न चाहन्छु। म रमेश गिरी। सबैलाई थाहै छ हामी भक्तपुरको सबै पत्रकारले मानव कल्याण समाज र यो समाजले विगतमा गर्दै आएको सबै कामहरूको बारेमा यथावत जानकारी नै छँदैछ, त्यसलाई मैले धेरै भन्न छैन। यद्यपि विशेष गरी एउटा भवन निर्माण गर्ने उद्देश्यले आफ्नै भवन निर्माण गरेर अनाथ र सडक मानवलाई त्यसमा व्यवस्थापन गर्ने उद्देश्यले यो महायज्ञको आयोजना गर्न लागेको छ। यो महायज्ञ अरू महायज्ञ भन्दाखेरि फरक पनि छ। हामीले यसलाई सप्ताह ज्ञान विज्ञान महायज्ञ पनि भनेका छौँ। यो ज्ञान विज्ञान महायज्ञ को तयारी पुरा भएको सन्दर्भमा आज पत्रकार सम्मेलन गर्न गइरहेको छौँ। यो पत्रकार सम्मेलनमा यो महायज्ञ आयोजक समितिको संयोजक गोपीकृष्ण नेउपानेज्यूलाई सभापतिको आसन ग्रहण गरिदिनुको लागि म अनुरोध गर्दछु। धन्यवाद। त्यसैगरी हामी सबैले चिनेकै छौँ मानव कल्याण समाजको अध्यक्ष अभियन्ता एवं यो महायज्ञको कथा वाचिका सुमी मानवजीलाई पनि आसन ग्रहण गरिदिनुको लागि अनुरोध गर्दछु। धन्यवाद। त्यसैगरी आयोजक समितिको सहसंयोजक मधु सरलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। धन्यवाद। र सबै यहाँ उपस्थित रहनुभएका पत्रकार र अन्य आयोजकसँग सम्बन्धित सबैजनालाई यथास्थानमा आसन ग्रहणको लागि अनुरोध गर्दै सर्वप्रथम म यहाँ विज्ञप्ति तयार भएको छ, त्यो विज्ञप्तिलाई संयोजकको अनुमतिले वाचन गर्न चाहन्छु। प्रेस विज्ञप्ति विषय श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ 2081 को तयारी पूरा भएको सम्बन्धमा सम्पूर्ण सञ्चारकर्मीज्यूहरू नमस्कार। विक्रम सम्वत 2072 सालको भूकम्पपछि काठमाडौँ, भक्तपुर र ललितपुरको सडकहरूमा यत्रतत्र बेवारसी अवस्थामा मानवहरू धेरै भेटिए। त्यस समयमा युवाहरूको टोलीले सडक बेसाराहरूको लागि काम गर्ने जमर्को गर्यो। युवाहरूले विभिन्न सङ्घ संस्थाहरूसँग समन्वय गरेर बेवारसी अवस्थाका सडक मानवहरूलाई सडकमै खाना खुवाउने सरसफाई गरिदिने अभियान सुरु गर्यो। काठमाडौँ, ललितपुर र भक्तपुरलाई केन्द्रित गरेर काम सुरु गर्दै गर्दा भक्तपुरमा मानव सेवाको लागि सङ्घ संस्थाहरू नभएको जानकारी भएपछि ती युवा समूहले योजना बनाएर स्थापना गरेको संस्था हो मानव कल्याण समाज। विक्रम सम्वत 2074 सालबाट सेवा सुरु गरेको मानव कल्याण समाजले 2075 वैशाखमा संस्था दर्ता गरेर काम गरेको हो। शिरदेखि पाउसम्म जुम्रै जुम्रा, जट्टा परेको कपाल, लट्टा परेको दारी, लामा लामा लङ्ग्रा, गोडामा चप्पल छैन, शरीरमा लगाएको कपडामा कस्तो बुट्टा र कस्तो रङ भनेर छुट्याउन नसकिने शरीरभरि घाउ खटिरा र किरा परेको अवस्थाबाट बेवारसी सडक मानवहरूलाई सडकबाट नै उद्धार गर्ने, सम्भव भएसम्म परिवारको खोजी गरी परिवारमा पुनर्मिलन गराउने र परिवार नबिटेको खण्डमा सेवा घरमा नै खाना, नाना छाना, स्वास्थ्य, शिक्षा र सुरक्षाको व्यवस्था गर्ने उद्देश्यका साथ मानव कल्याण समाजको स्थापना भएको हो। सेवाघरले भक्तपुरबाट केन्द्रीय कार्यालय सञ्चालन गरेको छ भने देशभर 6 स्थानमा सेवाघर सञ्चालन गरेको छ, जसमा 503 जना व्यक्तिहरूले सेवा पाइरहेका छन्। काठमाडौँ पशुपति क्षेत्र, भक्तपुर झौखेल, काभ्रेको धुलीखेल र पनौती, बाराको निजगढ र दाङको नारायणपुरमा सेवाघर स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ। हाल सेवाघर भक्तपुर शाखामा 42 जना बेवारसी सडक मानवले सेवा पाइरहनु भएको छ, जसमा 6 महिनाको बालिकादेखि 90 वर्षसम्मको वृद्धहरू हुनुहुन्छ, जसमा 1 जना बालिका र 2 जना बालकहरू गरी 3 जना हुनुहुन्छ। त्यस्तै 19 जना पुरुष र 20 जना महिला रहनुभएको छ। उहाँहरू मनोरोगी, मनोसामाजिक समस्याले ग्रस्त, अपाङ्गता भएका र सुस्त मनस्थिति लगायत विभिन्न रोगले ग्रस्त हुनुहुन्छ। उहाँहरूको प्रभावकारी सेवाको लागि हालसम्म नेपाली मात्रले गरेको मुठीदारबाट मात्र सञ्चालन भइरहेको र सेवाघरको दिगो व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउन र भवन निर्माण गर्न आवश्यक भएको हुँदा यस ज्ञान विज्ञान महायज्ञको परिकल्पना गरिएको हो। आजको दिनसम्ममा महायज्ञको सम्पूर्ण तयारी पूरा भएको हुँदा भोलिदेखि शुभारम्भ हुने यस महायज्ञलाई अपनत्व प्रदान गरिदिनु हुन र यहाँको तर्फबाट हुन सक्ने साथ र सहयोगको लागि हार्दिक अपील गर्दछौँ। यस श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा यहाँहरू सबैलाई आर्थिक सहयोग गरेर वा सहयोग जुटाइदिएर साथ दिनु हुन अनुरोध गर्दछौँ। आफ्नो जन्मोत्सव, विवाहोत्सव,
व्रतबन्ध 84 भुनी चोलो पितृहरूको सम्झना वा यस्ता विशेष पहलहरूमा सेवा घरमा एकसाथ भोजन वा कुनै विषयगत सेवा गरिदिएर पनि सहयोग गर्न सक्नुहुनेछ। यस महायज्ञमा यहाँको उपस्थिति पनि हामीलाई ऊर्जा थप्नेछ। यस महायज्ञको प्रचार प्रसार गरेर सम्पूर्ण सहयोगी मनहरूलाई सूचना प्रवाह गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। महायज्ञको मुख्य उद्देश्यहरू: निवासीय मानवहरूको उद्धार र पुनर्स्थापना, उनीहरूको स्वास्थ्य उपचार, काउन्सिलिङ तथा पुनर्मिलनको प्रक्रिया, स्थायी रूपमा जग्गा खरिद तथा भवन निर्माण गरी उनीहरूको दिगो व्यवस्थापन। हामी सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने नेपाली समुदायको सहयोग र सहभागिताको अपेक्षा गर्दछौँ। यो महायज्ञ केवल धार्मिक कार्य मात्र नभई मानवीय सेवाको महान अभियान समेत हो। त्यसैले हामी सबै मिलेर असहाय सडक मानवहरूका लागि सुरक्षित जीवनको आधारशिला निर्माण गर्न पहल गरौँ भन्ने पनि अनुरोध गर्दछौँ। महायज्ञको विवरण: महायज्ञ आयोजना मिति 2071 चैत्र 21 गतेदेखि चैत्र 27 गतेसम्म। स्थान मध्यपश्चिमी नगरपालिका 5 राधे भक्तपुर। यातायात कार्यालयसँगै कथा वाचक देवी सुमी मानव।